नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। पदाधिकारीज्यूहरू लगायत मंगोल नेशनल अर्गनाइजेसनलाई माया गर्नुहुने साथ समर्थन गर्नुहुने सम्पूर्ण उपस्थित मूलवासी मंगोल आमा बुबा दाजुभाइ दिदीबहिनीहरू र ससाना विद्यार्थी भाइ बहिनीहरूमा म आयोजक सभाको तर्फबाट एकमुष्ट रूपमा जय मंगोलको न्यानो अभिवादन टक्राउन चाहन्छु। स्वीकार्नुहोला। जय मंगोल। विशेष गरी आज हामी यस महत्त्वपूर्ण कार्यक्रमको घडीमा रहेको छौं र हामी मूलवासी भएर आफ्नो माटोमा रमाउन पाउँदाको यो हर्ष उल्लासलाई एउटा गर्वको साथ आज हामीले महसुस गरिरहेको छौं र एक आपसमा शुभकामना व्यक्त गर्ने कार्यक्रमलाई अघि बढाइरहेको छौं। आज हामीले मेचीनगर सभाको हकमा मंगोल रिसर्च सेन्टरको प्रारम्भिक भवनमा यो सभा हालमा हाम्रो कार्यक्रम सम्पन्न गर्ने एउटा सुवर्ण अवसर पाइरहेको छौं। त्यसैगरी देशभरि नै आज मंगोल नेशनल अर्गनाइजेसनको आयोजनामा विभिन्न सभाहरूको आयोजनामा यस मूलवासी दिवसलाई सुसम्पन्न गराइरहनु भएको छ र आफ्नो शुभकामना आदान प्रदान गर्ने कार्यक्रम गरिरहनु भएको छ। विशेष गरी तपाईं हामी मूलवासी मंगोलहरू आज यो अवस्थामा आइरहँदाखेरि थोरै तपाईं हामीले हाम्रो इतिहासलाई पल्टाउनु पर्ने हुन्छ। तपाईं हामी मूलवासी मंगोलहरू आज वीर गोर्खाको नाममा विश्वमा चिनियौ, प्रचार भयो, तर त्यो वीर गोर्खालीको जुन एउटा अवधारणा ल्याइयो यो पनि तपाईं हामी मूलवासी मंगोलहरूलाई मास्ने, तपाईं हामी मूलवासी मंगोलहरूलाई चाहिँ हाम्रो अस्तित्व निमिटान्न पार्ने एउटा योजनाबद्ध एउटा अभियान रहेछ भन्ने बुझ्नुपर्छ र तपाईं हामी वीर गोर्खालीको नाममा संसारमा कल्यौं, तपाईं हाम्रो अस्तित्व नामेट गर्ने काम भयो। तर पनि हामी नमासिसकेपछि विभिन्न समयमा विभिन्न कालखण्डमा तपाईं हामी मूलवासी मंगोलहरूलाई हतियारको राजनीतिबाट हतियारबाट यिनीहरू नमासिने रहेछ, यिनीहरूको अस्तित्व नामेट गर्न नसकिने रहेछ भन्ने बुझिसकेपछि तपाईं हामीले विभिन्न समयमा शब्दरूपी हतियारमा चाहिँ अल्झाउने काम भयो, शब्दरूपी हतियारले चाहिँ प्रहार गर्ने काम भयो र त्यसैको फलस्वरूप आजसम्म तपाईं हामी त्यही शब्दरूपी हतियारको प्रहारमा परिरहेको छौं। तपाईं हामी मूलवासी मंगोलहरूलाई केही समय अघि जंगबहादुर राणाको पालामा तपाईं हामी मूलवासी मंगोलहरूको जिब्रोमा एकदमै लोकप्रिय भएको शब्द, तपाईं हाम्रो जिब्रोमा झुन्डिएको शब्द मतवाली शब्द, यो मतवाली शब्दले कानुनी रूपमा विक्रम सम्वत 1910 बाट कानुनी रूपमा यसले मान्यता पायो र तपाईं हाम्रो जिब्रोमा यति राम्रोसँग चाहिँ यो जिब्रोमा चाहिँ झुन्डिन पुग्यो। त्यही शब्दको प्रहारबाट आजसम्म पनि हाम्रो समाज मरिरहेको छ। त्यसैगरी यो शब्दबाट हाम्रो समाज अलिकति माथि उक्लिए जस्तो देखिन थाल्यो।
अलिकति हाम्रो मान्छेहरूले आफ्नो स्वास्थ्यप्रति चाहिँ अलिक सजग भएको देखिएपछि त्यो मतवाली शब्दको ठाउँमा चाहिँ अर्को नयाँ शब्द जन्माइयो, जुन आज तपाईँ हामीले हरेक विद्यालयदेखि लिएर हरेक कानुनी क्षेत्रमा हरेक लोक समुदायको आम बोलचालको भाषामा पनि तपाईँ हामीले सुन्ने शब्द भनेको, तपाईँ हामीलाई लादिएको शब्द भनेको आदिवासी जनजाति शब्द। यो आदिवासी जनजाति शब्दले पनि मतवाली शब्द जति नै लोकप्रियता पाएको छ। यो शब्द पनि हाम्रो समाजमा चाहिँ यति राम्ररी प्रचार गरिएको छ। यो शब्द तपाईँ हाम्रो समाजमा यति धेरै प्रचलित हुनुको कारण, तपाईँ हाम्रो जिब्रोमा झुन्डिनुको कारण भनेको चाहिँ यो शब्दले तपाईँ हाम्रो भावना खिच्ने काम गर्यो। यो शब्दलाई चाहिँ यसरी परिभाषित गरिएको छ कि जसले चाहिँ तपाईँ हामीलाई चाहिँ हाम्रो भावना खिच्न सकोस्। तपाईँ हामीलाई आदिवासी भनेर आदिमवासी सुरुको बासिन्दा भनिदियो, हामी मक्ख पर्यौँ। हो, हामी सुरुको बासिन्दा हो भनेर मक्ख पर्यौँ। तपाईँ हामीलाई जनजाति भन्दियो, जनजाति भन्दाखेरि चाहिँ सामान्य अर्थमा आजभोलि बुद्धिजीवीहरूले के भन्छन् भने राजनीतिक पहुँचबाट चाहिँ अलिक टाढा रहेको भनेर चाहिँ परिभाषित गर्न थाले। हामीले पनि हो, ठिकै हो जस्तो लाग्यो र त्यो शब्दमा पनि हामी अल्झिरह्यौँ। तर तपाईँ हामीले आदि भन्दाखेरि सुरु त बुझ्यौँ, तर त्यसको कुरोको चुरो नबुझे जस्तै त्यसको जरामा चाहिँ हामी जाने प्रयास गरेनौँ। सुरुको बासिन्दा भनिदिइसकेपछि त्यसको समय पिरियड, टाइम पिरियड जनाउँछ, कुन समय कालखण्डदेखि भन्ने अर्थ लाग्छ र हामी चाहिँ उत्पत्तिसम्म चाहिँ पुग्ने चेष्टा गरेनौँ। र यो शब्दले आजसम्म पनि हाम्रो समाजमा चाहिँ एउटा प्रचुरता पाइरहेको अवस्था छ। र यसरी हाम्रो समाजलाई चाहिँ विभिन्न समयमा कहिले युद्धको नाममा, कहिले शब्दरूपी हतियारको रूपमा चाहिँ मारिरहने काम भयो र हामी मरिरह्यौँ। र तपाईँ हाम्रो समाजलाई चाहिँ कस्तो खालको दिशामा हाम्रो दिमागलाई चाहिँ डाइभर्ट गर्ने काम गर्यो भने हाम्रो समाज यो मङ्गोलहरू भनेको चाहिँ खालि युद्ध गर्ने, रगत बगाउने, हत्या हिंसामा मात्र रमाउने भनेर हाम्रो समाजलाई चाहिँ त्यो दिशातर्फ चाहिँ उन्मुख गराइयो। र हामी पनि हाम्रो रगतमै युद्ध गर्नेछौँ, हामी हत्या हिंसा मचाउने भनेर चाहिँ हाम्रो सोचमा चाहिँ त्यही कुराहरू अल्झिरह्यो। र हामीले हाम्रो शान्तिको अग्रदूत, हाम्रै समाजको हाम्रो पुर्खा महामानव सिद्धार्थ बुद्ध जसले शान्तिको बाटोलाई अँगाल्नु भयो, जसले आफ्नो विपक्षमा रहेको आफ्नो विरोधीहरूलाई पनि, आफ्नो भलो नचाहनेहरूलाई पनि एक शब्द, एक थप्पड पनि नलगाइकन, एक थोपा रगत पनि नबगाइकन उहाँहरूलाई जित्न सफल हुनुभयो। आफ्नो विरोधीको मात्र नभएर उहाँले संसारभरिको मानवहरूको चाहिँ मन जित्न सफल हुनुभयो। र मूलवासी मङ्गोल समुदायहरू भनेको युद्ध नचाहने भएर शान्ति चाहने र संसारलाई शान्तिको बाटोमा हिँडाउने एउटा मार्गदर्शन प्रेरित गर्न सक्छ भनेर चाहिँ विश्वलाई चिनाउन सफल हुनुभयो। र हामीले हाम्रो पुर्खाहरूलाई सम्झिनुपर्छ, वास्तविक रूपमा तपाईँ हामीले सम्झिनुपर्छ। आज शक्ति र पहुँच जसको हातमा भयो उनीहरूले आफ्नै अनुकूलको इतिहास रचे र इतिहासलाई चाहिँ आफ्नै अनुकूल रूपमा चाहिँ परिवर्तन गर्दै गए। र हामीले पनि कहिले गहिराइमा नगएर कुरोको चुरो नबुझिकन जसले जे भन्यो त्यही कुराहरूलाई मान्दै गयौँ। अर्थात् अल्पज्ञान भनेको चाहिँ महाभयङ्कर हुन्छ। अल्पज्ञानले चाहिँ तपाईँ हामीलाई खतरातर्फ उन्मुख गराउँछ। त्यसकारण तपाईँ हामीले अल्पज्ञानलाई बुझेर चाहिँ त्यही कुराहरूलाई चाहिँ मनन गर्दै गयौँ। आज फलस्वरूप तपाईँ हामी मूलवासी र मङ्गोल भनिरहँदाखेरि हामी मङ्गोल भावनाले मात्र एक हुन सक्छौँ भन्दाखेरि पनि तपाईँ हामी जातीय सोचमा अल्झिरह्यौँ। तपाईँ हामी एउटा हिन्दूवाद र वर्ण श्रम व्यवस्थाले लादेको जातीय व्यवस्थामा टुक्रिरह्यौँ, अल्झिरह्यौँ। र तपाईँ हामी जातीय सोचबाट यति धेरै लिप्त भएको रहेछौँ भन्ने कुरा बुझिसकेपछि आज तपाईँ हाम्रो समाजलाई
त्यही जातीय दङ्गामा फसाउने काम समय समयमा विभिन्न घटना र परिघटनाले चाहिँ तपाईँ हामीलाई चाहिँ त्यो जातीय सोचमा कति लिप्त रहेछौँ भन्ने कुरा चाहिँ त्यसले छर्लङ्ग पारिरहेको छ। सबै घटनाको सबै कुराको चाहिँ एउटा सकारात्मक पक्ष र नकारात्मक पक्ष हुन्छ। नकारात्मक पक्ष भनेको तपाईँ हामीलाई चाहिँ आज जातीय सोचमा एक आपसमा लडाइरहेको छ, फुटाइरहेको छ। तपाईँ हामी जातीय सोचबाट नउक्लिकनको चाहिँ मङ्गोल भावनाबाट टाढिरहेको छौँ भने एउटा सकारात्मक पक्ष भनेको चाहिँ तपाईँ हामी चाहिँ एउटा जातीय सोचमा अल्झिरहँदाखेरि तपाईँ हाम्रो मुक्ति नहुने रहेछ। यसरी समय समयमा विभिन्न घटना परिस्थिति विभिन्न एउटा दङ्गाहरू फसाएर तपाईँ हामीलाई नै मार्ने मास्ने काम हुने रहेछ भन्ने कुरा बुझिसकेपछि तपाईँ हामी मङ्गोल भावनामा आउनुपर्छ। मङ्गोल र मूलवासी शब्द चाहिँ कति धेरै एउटा महत्त्वपूर्ण रहेछ, हाम्रो लागि कति धेरै गहन रहेछ भन्ने कुरा हामी जब बुझ्न थाल्छौँ र तब मात्र तपाईँ हामी मङ्गोल भावनाबाट चाहिँ एकजुट हुन सक्छौँ र हाम्रो वास्तविक उन्मुक्ति हुनेछ। आज तपाईँ हामी हिजो मतवाली भनिदिँदाखेरि पनि हिन्दू अरे बाहुन छेत्रीहरू चाहिँ कति धेरै खुसी थिए होइन। उनीहरूले कहिले पनि तपाईँ हामीलाई चाहिँ तिमीहरू चाहिँ गलत दिशामा छौ है भनेर चाहिँ तपाईँ हामीलाई कहिले पनि उनीहरूले चाहिँ बुझाएनन्। उनीहरू गजक्क परिदिए होइन। यिनीहरू चाहिँ हामीले हिँडाउन खोजेको बाटोमा चाहिँ हिँडिरहेको छन् भनेर गजक्क परिदिए। आज तपाईँ हामीले आदिवासी जनजाति भन्दाखेरि पनि उनीहरू उति नै गजक्क परेको छन्। यिनीहरू चाहिँ अहिले पनि एउटा मन्द सोचको मन्द बुद्धिको रहेछ भनेर चाहिँ उनीहरू चाहिँ अहिलेसम्म पनि होइन उनीहरूले हामीप्रति त्यही सोच पारिरहेको छन्। तर उनीहरूलाई तपाईँ हामी जब मूलवासी र मङ्गोल भनेर चाहिँ एकजुट हुन थालिसकेपछि उनीहरूलाई यो शब्द काउसो बनिदिन्छ। उनीहरूलाई चाहिँ यो शब्दसँग चाहिँ यो शब्दबाट चाहिँ उनीहरू चाहिँ आफूलाई काँडा भिजेको महसुस गर्छन्। त्यसकारण यो 29औं विश्व मूलवासी दिवसले पनि तपाईँ हामी मूलवासी मङ्गोलहरूलाई लगायत संसारका मूलवासीहरूलाई चाहिँ आफू मूलवासी हुँदाको आफ्नो माटोमा गर्व गर्ने एउटा वातावरण बनियोस् र मङ्गोल नेसनल अर्गनाइजेसनको यो दीर्घकालीन सोच यो वैचारिक आन्दोलनलाई चाहिँ चाँडोभन्दा चाँडो आफ्नो गन्तव्यमा पुग्ने एउटा मार्गनिर्देशलाई सहजता प्रदान गरोस् भन्दै यो 29औं विश्व मूलवासी दिवसको अवसरमा सम्पूर्ण मूलवासी मङ्गोलहरूमा तपाईँ हाम्रो जित निश्चित छ र यो जित चाँडै तपाईँ हामीले प्राप्त गर्नेछौँ र तपाईँ हामीले सफलतालाई चुक्नेछौँ भन्ने यो एउटा शुभकामना व्यक्त गर्दै आजको हाम्रो कार्यक्रमलाई चाहिँ यो मौसम प्रतिकूलताको बावजुद पनि उपस्थित भएर कार्यक्रमको अन्तिम क्षणसम्म सहभागी भएर कार्यक्रमलाई सफल बनाइदिनु भयो। यहाँहरूप्रति विशेष आभार प्रकट गर्न चाहन्छु र चाँडै नै मङ्गोल नेसनल अर्गनाइजेसनको एउटा हाम्रो मूल खम्बा सङ्गठनको चाहिँ अभिभावकहरूले चाहिँ अभिभावकहरूको नयाँ कार्यकाल चुनिने समय आउँदैछ। अर्थात् 6औं राष्ट्रिय महाधिवेशन पनि नजिकिँदैछ र यसको लागि चाँडै नै सङ्गठनको केन्द्रीय पदाधिकारीज्यूहरूले आफ्नो केन्द्रीय मिटिङ पनि डाक्दै हुनुहुन्छ र त्यो बैठकले चाँडै हाम्रो 6औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउनको निम्ति एउटा सही मिति र सही समय तोक्नेछ र यसको लागि चाहिँ तपाईँ हामी सम्पूर्ण कार्यकर्ताहरूले आफ्नो सभाबाट आफ्नो क्षेत्रबाट आफ्नो तौर तरिकाबाट यस कार्यक्रमलाई सफल बनाउनको निम्ति तपाईँ हामी चाहिँ पूर्व तयारी अवस्थामा रहनुपर्छ भन्ने यहाँहरू समक्ष एउटा अनुरोध पनि गर्दै र पुनः जानकारी पनि गराउँदै आजको कार्यक्रम यहाँहरूको साथ र सहयोगबाट सभ्य र भव्य रूपमा सुसम्पन्न भएको घोषणा गर्दै यहाँहरू समक्षबाट बिदा हुन चाहन्छु। सम्पूर्णमा बिदा हुँदाको जय मङ्गोल।